समितिमा राखेकोमा म सम्माननीय सभामुख महोदय र सम्पूर्ण सदनप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। अब अघि बोल्ने माननीयज्यूले भनेर गइसक्नु भएको छ, हाम्रो 15 जनाको टिम थियो। 14 दिन लगातार हामी बिदा पनि नभनिकन छलफलमा जुटेका थियौँ र धेरैजसो विषय हामीले छलफल गरेरै सहमतिमा गरेका थियौँ र हामीले नोट अफ डिसेन्ट नलेखिकन हाम्रा फरक विषयहरू, अब माननीय सदस्यहरूले कतिपयले संशोधन पनि हाल्नु होला, बोल्नु पनि होला, जो हुनुहुन्थ्यो उहाँहरू, हामीले फरक विषय राखेर अनि हामीले हस्ताक्षर गरेका थियौँ। मैले यो सम्मानित सदनमा यो पनि जानकारी गराउन चाहन्छु र धेरै जसो विषयहरू हामीले टुङ्गाएका थियौँ र केही विषयमा मात्रै हाम्रो विमति थियो। त्यसमा पक्कै पनि अब यहाँ हाम्रो संशोधन पनि आउनेछ। म यो भन्न चाहन्छु, यो संसद कस्तो बनाउने, मर्यादित बनाउने कि संसारकै नमुना बनाउने कि के गर्ने भन्ने कुरा यो नियमावलीमा हामीले उल्लेख गरेका कुराहरूलाई हामीले पालना गरेर हुने हो सम्माननीय सभामुख महोदय। त्यसकारण नियमावली भनेको यो संसदको गौरव हो र संसदीय सर्वोच्चता बचाउने काम पनि यो नियमावली मार्फत हामीले गर्नुपर्छ। त्यस्तै गरी मर्यादित र सम्मानित बनाउनकै लागि हामीले यो नियमावलीलाई यहाँ कार्यान्वयन गरिराखेका छौँ। साथसाथै सरकारलाई जवाफदेही बनाउने, पारदर्शी बनाउने र उत्तरदायी बनाउने काम पनि र यसलाई पूर्ण पालना गर्ने काम पनि सरकारको हो र यो संसदको दायित्व हो भन्ने मैले यहाँ राख्न चाहन्छु। सम्माननीय सभामुख महोदय, आफ्नो फेभरमा भएकोलाई परम्परा भन्ने, तर फेभरमा नहुँदा, आफ्नो पक्षमा नहुँदा चाहिँ त्यसलाई नियमावलीको कुरा देखाउने हामीले नियमावलीको 38 नियम हामी धेरैले व्याख्या गऱ्यौँ विगतको समयमा। यो म यहाँ राख्न चाहन्छु। त्यस्तै संसदीय संस्कार केवल विधि र नियमको मात्र नभएर राजनैतिक संस्कार पनि हो भन्न चाहन्छु। सँगसँगै विधिको शासन, जवाफदेहिता, पारदर्शिता लोकतन्त्रका सुन्दर विषय हुन् सम्माननीय सभामुख महोदय। मैले अन्तिममा यद्यपि यो सैद्धान्तिक विषय हो, धारावाहक रूपमा हामीले संशोधनमा गर्नेछौँ। हुँदाहुँदै पनि मैले जाँदा एउटा कुरा यहाँ राख्न चाहन्छु। त्यो कुरा भनेको के हो भने 257मा नियमावलीको 257मा महिला समन्वय समिति भन्ने छ। यसलाई पूर्ण रूपमा हटाइएको छ। यसले के असर गरेको थियो र यसलाई विगतमा के गरेको थियो म प्रश्न गर्न चाहन्छु। हामी 157 जना महिला माननीयहरू यहाँ छौँ र आज धन्नै जनसङ्ख्या पनि 51.4% महिलाको छ र 50% आधा आकाश ओगटेका महिलाहरू अझै पनि पितृसत्तात्मक सामन्ती संस्कारबाट हामी पीडित छौँ, जसको कारण आज कुरीति, परम्परागत कुरीति, त्यस पछाडि गएर सामाजिक विभेद, आर्थिक विभेद, माननीय सदस्य विपिन कुमार आचार्य, समय 3 मिनट। त्यसपछि माननीय सदस्य मनिष खनाल। सम्माननीय सभामुख महोदय, माननीय सदस्य बस्नुहोस्। के विषयमा, के नियमावली, के नियमावलीको कुन नियमावली? मलाई सूचना प्राप्त भएको छ, त्यस कारणले केही बेर पर्खनुहोस्। मैले भने अघि पनि विचार गर्छु, त्यसपछि म समय दिने के गर्ने भन्छु। अहिले केही मान्य सदस्यहरूको बोल्न बाँकी छ, बोल्न दिउँ। बस्नुहोस्, म विचार गरेर समय दिनुपर्ने भएमा दिन्छु। सुरु गर्दा हुन्छ? हस्। सम्माननीय सभामुख महोदय, हाम्रो संसदीय अभ्यासमा यो सत्ता पक्ष भर्सेस प्रतिपक्षको मनोविज्ञान यति नराम्रोसँग हाबी छ कि हामीलाई कुनै पनि विषयलाई त्यसको गुण र दोषका आधारमा हेर्न नै आउँदैन। सरकारले ल्याउने नीति तथा कार्यक्रम जतिसुकै उत्कृष्ट र जनमुखी किन नहोस्, प्रतिपक्षमा बस्ने माननीय सदस्यहरूले रोस्टरमा उभिएर बोल्ने एउटै थेगो छ। नीति तथा कार्यक्रमले केही नयाँ ल्याउन सकेन, यो पूर्णतः कर्मकाण्डी भयो। राम्रोलाई राम्रो भन्न नसक्ने यो कस्तो प्रतिपक्षी धर्म हो? अर्कोतिर सत्ता पक्षको अवस्था पनि उदेक लाग्दो छ। प्रतिपक्षले जतिसुकै रचनात्मक र आवश्यक संशोधन किन नराखोस्, त्यसको गुण र दोषमाथि सार्थक छलफल नगरी ती हुबहु अस्वीकृत हुन्छन्। प्रतिपक्षको संशोधन स्वीकार गर्दा सरकारको दस्तावेज बिटोलो हुन्छ भन्ने जुन एउटा अघोषित र गलत भाष्य यहाँ स्थापित छ, अब त्यसलाई तोड्नुपर्छ। म बुझ्छु सरकार निर्माण, विश्वासको मत, बजेट, अध्यादेश जस्ता केही आधारभूत प्राविधिक विषयहरूमा दलको व्हिप अनिवार्य हुन्छ।
र त्यहाँ किता कार्ड जरुरी पनि हुन्छ। तर त्यो विषयभन्दा पर कानुन निर्माण र जनजीविकाका सवालमा सत्ता पक्ष र प्रतिपक्ष दुवैले दलीय चस्मा फुकालेर गुण र दोषका आधारमा निर्णय गर्न सक्ने पद्धति यो नियमावलीले समेटोस्। सभामुख महोदय, आज आर्टिफिसियल इन्टेलिजेन्सको जमानामा पनि हामी बाहिर डिजिटाइजेसन र ई गभर्नेन्सका लामा भाषण गर्छौँ, तर हाम्रो आफ्नै संसदीय अभ्यासमा प्रविधिको न्यूनतम प्रयोग पनि छैन। केही दिन अगाडि मात्र विपक्षी दलको नीति तथा कार्यक्रममाथिको संशोधन पास अफेल गर्न लागेको समयलाई नै सम्झिउँ न। यी भोटिङ मार्फत 2 मिनेटमा टुङ्गिने प्राविधिक विषयलाई हामीले 2 घण्टा लगायौँ। यो त एउटा प्रतिनिधि उदाहरण मात्र हो। संसद सञ्चालनका हाम्रा विधि र प्रक्रिया यति कर्मकाण्डी छन् कि कोही सांसद यहाँ ननिदाएर बस्छ भने उसलाई त सम्मान नै गर्नुपर्ने स्थिति छ। यो विडम्बनापूर्ण स्थिति अब परिवर्तन गर्नुपर्छ। अब प्रविधिको उच्चतम सदुपयोग गरी सांसदहरूको पनि सही सदुपयोग गरौँ। सांसदलाई सही अर्थमा बिजनेस दिउँ, जहाँ उसले आफ्नो क्षमता र विज्ञता प्रमाणित गर्न सकोस्। आवश्यकताका आधारमा सांसदहरूको वृत्ति विकास गर्ने र सांसदहरूको पनि की पर्फर्मेन्स इन्डिकेटरका आधारमा कार्य सम्पादन मूल्याङ्कन गर्ने कुरा नियमावलीले समेटोस्। हामी कतिपटक देख्छौँ एउटा सांसद संसदमा उपस्थित हुँदैन, तर बाहिर कुनै कार्यक्रममा भाषण गरिरहेको हुन्छ। यो पक्कै पनि सही अभ्यास होइन। म के भनिरहेको छैन भने एउटा सांसद संसदमा उपस्थित भयो वा भएन भन्ने कुरामा मात्रै जाँचिनु हुँदैन, तर सत्य के पनि हो भने एउटा सांसदका लागि संसदीय काम कर्तव्यभन्दा अरू ठुलो कुरा केही पनि हुनु हुँदैन। त्यसैले संसदीय गतिविधिभन्दा महत्त्वपूर्ण अरू के कुरा हुन सक्छन्, यो नियमावलीले ती कुराहरूमा स्पष्टता ल्याओस्। कुन अवस्थामा मात्र सांसद सदनमा अनुपस्थित हुन पाउँछ त्यसको स्पष्ट मापदण्ड तय गरौँ। एउटा सांसद संसदीय काम कारबाहीमा कति सक्रिय रह्यो यो सबै कुराको ट्र्याकिङ गरी सांसदलाई सिधै नागरिक मार्फत जवाबदेही पनि बनाऊ। यो पटकको प्रतिनिधि सभा नियमावलीमा सम्भव भएसम्म कुनै पनि किसिमका ग्रे जोनहरू नराखौँ। नियमावली जति धेरै वैज्ञानिक र प्रष्ट हुन्छ, संसद सञ्चालन त्यति नै धेरै सहज हुन्छ। सक्ने छ, तजबिजमा भर पर्नेछ जस्ता अमूर्त शब्दहरूले व्यक्तिलाई बलियो बनाउँछन्, पद्धतिलाई होइन। हामी यहाँ पद्धति निर्माण गर्न आएका हौँ, तसर्थ व्यक्तिमुखी होइन, विधिको शासनमा आधारित पद्धति बनाएर सत्ता सञ्चालन गरौँ। एकपटक नियमावली पास गरिसकेपछि नियमावलीको पालना गरौँ र पालना नगर्ने विषयलाई संसदको अवहेलना मानि कारबाही गरौँ। धन्यवाद। मान्य सदस्य मनिष खनाल, समय 3 मिनट। त्यसपछि मान्य सदस्य गणेश कार्की। सम्माननीय सभामुख महोदय, प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथिको सैद्धान्तिक छलफलको लागि म यहाँ उपस्थित भएको छु। यसरी छलफलमा उपस्थित भइरहँदा म प्रसिद्ध विधिशास्त्री हान्स केल्सनलाई सम्झिन चाहन्छु। हान्स केल्सन र उनको हायरार्की अफ नर्म्स अथवा कानुनी सोपान तन्त्रको सिद्धान्तलाई म यहाँ स्मरण गर्न चाहन्छु। उनका अनुसार कुनै पनि एउटा कानुन निर्माण हुँदै गर्दाखेरि त्यो कानुनले आफ्नो वैधता भनेको माथिल्लो तहबाट प्राप्त गर्दछ। त्यस्तै गरी हामीले नेपालको कानुन प्रणालीलाई हेर्दै गर्दा पनि हामीले संविधान बनाउँछौँ, संविधानको अधीनमा रही ऐन निर्माण हुन्छ र ऐनको अधीनमा रही नियमावलीहरू हामी निर्माण गर्छौँ। तर यो संसद नियमावली जुन हामीले प्रतिनिधि सभा नियमावली बनाउँदैछौँ, यो प्रतिनिधि सभा नियमावली भनेको यो जुन कानुनी सोपान तन्त्रको एउटा अपवादको रूपमा हामीले लिन्छौँ। यो जुन नियमावली छ, नियमावलीले आफ्नो अधिकार सिधै संविधानको धाराहरूबाट लिन्छ। संविधानको धारा 103, 104 र 105 को त्यो समष्टिमा रहेर यो जुन प्रतिनिधि सभाको नियमावली निर्माण गरिएको छ। त्यसको कारणले गर्दाखेरि हामीले विपक्षी मान्य सदस्यहरूले उठाउनु भएको नियम 259 को कुरा छ, यसलाई सङ्घीय कानुनको रूपमा किन लिइयो भन्ने प्रश्न छ। यो प्रश्नको उत्तर हामीले संविधानको धारा 103, 104 र 105 अध्ययन गऱ्यौँ भने प्रष्ट रूपमा हामीले पाउँछौँ कि यो नियमावली भनेको संसदले आफैलाई नियमन गर्नको लागि पाएको एउटा चाहिँ विशेषाधिकार हो। त्यस कारणले गर्दाखेरि चाहिँ यसलाई हामीले एउटा चाहिँ नियमावलीको रूपमा राखेका छौँ र नियमावलीको रूपमा राख्दै गर्दा पनि यसलाई चाहिँ हामीले सङ्घीय कानुनको सरह चाहिँ हामीले मान्ने भनेर राखेका छौँ। त्यस कारणले गर्दाखेरि यस विषयमा म प्रष्ट हुनको लागि मान्य सदस्यहरूलाई आह्वान गर्दछु। त्यस्तै गरी अब यो विधिशास्त्रीय दृष्टिकोणमा हेर्दै गर्दाखेरि पनि यसलाई चाहिँ एउटा चाहिँ जुन प्रिन्सिपल अफ सेपरेसन अफ पावर भनेर हामी भन्छौँ, सेपरेसन अफ पावरको पनि एउटा
एउटा नमुनाको रूपमा हामीले लिन सक्छौँ। त्यस्तै गरी मैले भनिहालेँ संसदको विशेषाधिकारको कुरा एउटा पार्लियामेन्ट्री प्रिभिलेजको कुरा पनि छ। त्यस कारणले गर्दाखेरि संसद एउटा कानुन बनाउने निकायले आफैले कानुन बनाउँदै गर्दाखेरि कस्ता चाहिँ नियमहरू पालना गर्ने, कस्तो गरिमालाई चाहिँ कायम राखेर चाहिँ अगाडि बढ्ने भन्ने विषयहरू प्रतिनिधि सभा नियमावलीमा समावेश हुन्छ। त्यस कारणले गर्दाखेरि यो एउटा प्रतिनिधि सभालाई दिएको विशेषाधिकार हो र यो विशेषाधिकारको हामीले प्रयोग गर्दै गर्दाखेरि चाहिँ एउटा संसदको गरिमालाई अझै उच्च बनाउने, एउटा संसदीय मर्यादालाई अझै उच्च बनाउने तरिकाले चाहिँ हामीले यो नियमावलीलाई पारित गर्नुपर्नेछ। यो नियमावलीमा भएका हामीले प्रावधानहरू हेर्दै गर्दा पनि कतिपय विषयहरू यही संसदको गरिमालाई कसरी उच्च बनाउने, हामीले बोल्दै गर्दा कसरी बोल्ने, आफ्ना विचारहरू कसरी राख्ने, प्रश्न सोध्दै गर्दाखेरि प्रश्न कसरी राख्ने, एउटा यो संसदभित्र हामी एउटा जिम्मेवार जनप्रतिनिधिको रूपमा आइरहँदाखेरि हामीले एउटा प्रतिनिधित्व मात्रै होइन कि एउटा अर्थपूर्ण प्रतिनिधित्व हामीले हाम्रो क्षेत्रलाई हामीले कसरी गर्छौँ, समग्र देशलाई कसरी गर्छौँ भन्ने कुरा यस नियमावलीमा हुने भएको कारणले गर्दाखेरि यो नियमावलीको विशेषाधिकारलाई हामीले ग्रहण गरौँ र यो विशेषाधिकारको यो मर्मलाई पनि हामीले ग्रहण गर्ने गरेर अगाडि बढाउँ भन्ने म आफ्नो कुराहरू राख्न चाहन्छु। त्यस्तै गरी यो मस्यौदा तयार गर्दै गर्दाखेरि यो चाहिँ एउटा सर्वदलीय समिति बनेर सर्वदलीय सहमतिका आधारमा यो मस्यौदा आएको छ। त्यस कारणले गर्दाखेरि अब अहिले विरोधका लागि विरोध भन्दा पनि यसको मर्ममा रहेर हामीले काम गरौँ। हस्, धन्यवाद। माननीय सदस्य गणेश कार्की, समय 3 मिनट। त्यसपछि माननीय सदस्य साजिदा खातुन सिद्दिकी। सम्माननीय सभामुख महोदय, नियमावली मान्ने कि नमान्ने भन्ने कसैको ऐच्छिक विषय अथवा राजनीतिक चेतमा आधारित हुनु हुँदैन। तर यहाँ के भइरहेको छ भने एउटा अगाडिको एउटा प्रसङ्ग म सुनाउँछु। केही दिन अगाडि एकजना माननीयले सभामुखको आचरणमा टिप्पणी गर्नुभयो। नियमावलीको नियम 21 ख अनुसार त्यस्तो गर्न पाइँदैन। त्यस्तै अर्का माननीयले त्यही दिन नियमावलीको नियम 21 ग ले वर्जित गरेका शब्दले सरकारलाई सम्बोधन गर्नुभयो। मैले त्यो विषयमा नियमबद्धी गर्न खोजेँ, तर प्रक्रियामा जवाफ पाएँ कि समय सकियो भन्ने, अथवा समय ढिलो भयो, अबेला भयो भन्ने कुरा। तर नियम 26 मा एउटा कुरा छ जसमा भनिएको छ तत्कालीन विचाराधीन विषयमा नियमबद्धी गर्न पाइन्छ। त्यो तत्कालीन विचाराधीन भनेको के हो, कहिलेसम्मलाई भनिन्छ भन्ने कुरा काहीँ पनि प्रश्न छैन। र व्यवहारमा हेर्ने भने त केही दिन पछाडि पनि नियमावली भएर रेकर्डबाट हटेका उदाहरण हाम्रै संसदमा छन्। त्यस्तै भर्खरै केही अगाडि शून्य समयमा एकजना माननीयले भन्नुभयो, मैले यस्तो हल्ला सुनेको छु, सत्य हो कि होइन जानकारी दिनु पर्यो भन्नुभयो। हाम्रो नियमावलीको 49 ज ले त्यस्तो प्रश्न सोध्न पाइँदैन भन्छ। अब सम्माननीय सभामुख महोदय, नियमले हुन्न भनेको कुरा छुटेर रेकर्डमा बसिराख्दा संसदीय मर्यादा कायम रहन्छ कि पछि थाहा पाएर जुनसुकै बेला पनि हटाउँदाखेरि संसदीय मर्यादा र त्यसको संवेदनशीलता कायम रहन्छ भन्ने कुरा चाहिँ पेचिलो प्रश्न बनाएको छ। यिनै प्रसङ्गहरू जस्तै केही प्रसङ्गहरू अहिले पनि नियमावलीहरूमा हामीले राखेका छौँ। त्यो मस्यौदामा यी कुराहरू कालो र सेतो, ग्रेमा भन्दा कालो र सेतोमा गर्न सकियो भने प्रष्ट रूपमा के कुरा के का लागि भन्ने थाहा भयो भने यो बिचको बाटो हुँदैन र कोही सही कोही गलत भन्ने कुराबाट हामी अलग्गै बसेर वास्तविक सही के हो त र गलत के हो त भन्ने कुरा निरपेक्ष रूपमा पुग्न सक्छौँ होला। यसैले कानुन बनाउने विषयमा हामी यो सदनमा को पक्ष को विपक्ष नभनिकन सबैका लागि नियमावली बनाउनका लागि म आग्रह गर्दछु। धन्यवाद। माननीय सदस्य साजिदा खातुन सिद्दिकी, समय 3 मिनट। त्यसपछि माननीय सदस्य यशोदा कुमारी बराल। यो नियमावलीमै व्यवस्था गरेर जानको निम्ति माननीय सदस्य सम्मानीय सभामुख महोदय, अस्सलाम वालेकुम, अभिवादन। वास्तवमा यो पुरै प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन सरस्वती हेरेँ, धेरै एकदम 100ली अध्ययन गर्न त पाएन, तर यहाँ धेरै शब्दहरू सच्याउनु पर्ने मैले देखेँ।
यसलाई एकपटक यो टिमको जो हुनुहुन्छ उहाँहरूले शब्दहरूलाई फेरि सच्याउन म अनुरोध गर्दछु र यही विषयमा संविधानका थुप्रै कार्य गर्ने कुराहरूमा संविधान जस्तो विषय तर लास्टमा गएर सामान्य छलफल भनेर राखिदिँदाखेरि यसले कति महत्त्व राख्छ भन्ने कुरा फेरि हेर्न जरुरी छ र त्यसै गरी 9 उपनियम 8 बमोजिमको छलफलको क्रममा कुनै शीर्षकमाथि उठेको प्रश्नको जवाब सम्बन्धित मन्त्रीले छलफलको अन्त्यमा लास्टमा जवाफ दिनुहुन्छ भन्ने कुरा छ। मलाई लाग्छ यो सदन हाम्रो मात्रै होइन, यो मेरो राष्ट्र र राष्ट्रियताको सवाल पनि हो। हामी पुरै नेपाली जनताको प्रतिनिधित्व गरेका छौँ। त्यस कारणले गर्दा हाम्रा मन्त्रीहरूको पनि दायित्व छ सदनप्रति, देश र जनताप्रति। यहाँ उठेका सवालहरू सडकका छन्, त्यस कारणले जवाफ दिनको लागि अब कसरी अगाडि जान्ने त त्यो बुदालाई कसरी खेल्ने भन्ने कुरालाई पनि अलिकति ध्यान दिनु पर्ला। र 10/213 अनुपस्थितिको सूचना एक कुनै सदस्य आउनु भएन भने जो संविधानले के भन्छ भने धारा 89 को खण्ड घ बमोजिम लगातार 10 बैठकमा नआए पोस्ट जाने भन्ने जस्तो कुरा गरो। तर मलाई के लाग्छ पनि आज पनि मैले धेरै चेयर खाली देख्दैछु कि सम्माननीय सभामुख महोदय। हाम्रो दायित्व, हाम्रो वर्क प्लान भनेको संविधानतर्फ हो। संविधान नट अ जोक, यो पावरफुल सेक्टर हो। यहाँ बसेर हामी देशको भविष्य लेख्दैछौँ, यहाँ बसेर हामी जनताका सवालमा सम्बोधन गराउने कार्य लेख्दैछौँ। यदि यो 10 वटामा पनि उपस्थितिको कुरा 10 भनेको लङ टाइम हो, त्यसले गर्दा यसलाई कसरी अगाडि जाने त भनेर एकपटक हेर्ने हो कि भनेर मैले अनुरोध गरेँ। यति नै राखेँ। थ्याङ्क यू सो मच। माननीय सदस्य सुधा कुमारी बराल, समय 3 मिनट। त्यसपछि माननीय सदस्य गङ्गा लक्ष्मी अवाल। सम्माननीय सभामुख महोदय, म नियमावली, नियम कानुन, विधि विधान भन्ने कुराहरू चाहिँ अनौठो रूपमा पहिलोपटक संसदमा आउँदा प्रस्तुत भइरहेको देख्छु। यहाँ चाहिँ नियमावली, विधि तपाईँ हामी बसेर 275 जनाको उत्तिकै विधि विधान र नियमावली चाहिँ हामीले लागू गर्नुपर्छ र नेपाली जनताको उत्तिकै मनोभावना हामीले बुझ्नुपर्छ भन्ने कुराहरू चाहिँ मलाई लाग्छ। किन भन्दा नीति तथा कार्यक्रममा फेरि नदोहोऱ्याउनु पर्ने हो। प्रधानमन्त्रीज्यूले चाहिँ जुन यो नियमलाई चाहिँ प्रमुख रूपमा चाहिँ मेरो माग चाहिँ छ, यसलाई नियमावली चेन्ज गरेर नेपालमा हुँदाहुँदै कुनै कारणवश उपस्थित नभएर जनताका मनोभावना नबुझेर धारा 38 को कुरालाई चाहिँ तत्काल सम्पूर्ण मान्यज्यू जो नियमावली मस्यौदा समितिमा हुनुहुन्छ उहाँहरूले चेन्ज गरी वा भनेर आफ्नो पावर सेयरिङ गर्ने कुराहरूलाई अन्त्य गर्न र सम्पूर्ण 275 जनालाई उत्तिकै नियमावली र यसमा भएका कानुनहरू नेपाली जनताले प्रत्याभूति गर्न पाउने चाहिँ कुरालाई संशोधनको रूपमा लिएर यो नियमावलीलाई तत्काल सम्बोधन गरी नेपालमा हुँदाहुँदै प्रधानमन्त्री उपस्थित नभएर अर्को मान्छे तोकिने कुराहरूलाई चाहिँ अलि जुनसुकै सरकार अहिले चाहिँ तपाईँहरूले गर्नुहुन्छ, भोलि अर्को सरकारको पनि त्यही नीति नियम कानुन आउँछ, यो कुरालाई चाहिँ संशोधन गरियोस् भन्न चाहन्छु। अर्को कुरा, नियमावली नियम र बनाउँदाखेरि संसदमा भएका पोसाकका कुराहरूलाई पनि अलिकति चाहिँ ध्यानपूर्वक रहेर हामीले चाहिँ नेपाली जनतालाई चाहिँ देखाउनु पर्ने र नेपाली जनताले अनुशासन के हो र हामीले अनुशासन के हो भन्ने कुराहरूमा हामीले स्पष्टता हुने कुराहरूमा अलिकति चाहिँ संसदले ध्यान जाओस् भन्न चाहन्छु। तपाईँ हामीले चाहिँ सम्पूर्ण नियम नीति र नेपाली जनताको प्रतिनिधित्व र यस कानुन रहेर हामीले अनुशासनका कुराहरू यो रोस्टरमा गएर गर्दाखेरि भोलि हामीले गर्ने कार्यशैली, हामीले गर्ने अनुशासन र हामीले गर्ने नियमावली र हामीले बनाएका कानुनहरू पावर सेयरिङको रूपमा भन्दा पनि सम्पूर्ण संसदको उत्तिकै हक अधिकार र प्रतिपक्ष र सत्तापक्षको फरक नभएर कानुन र नियम बनाउँदाखेरि उत्तिकै प्रयोग गरियोस् भन्न चाहन्छु। हस्, धन्यवाद, नमस्कार। माननीय सदस्य गङ्गा लक्ष्मी अवाल, समय 3 मिनट। त्यसपछि माननीय सदस्य
ताहिर अली भाट। सम्माननीय सभामुख महोदय, धन्यवाद समयको लागि। यस नियमावलीमा 259 प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि भन्ने वाक्यांशले नेपालको विद्यमान संविधान लोकतान्त्रिक मूल्य मान्यता विपरीत मात्र नभएर यो प्रावधानको दुरुपयोग भएमा व्यक्ति विशेषलाई कानुनी सहुलियत दिने जोखिम रहने भनिएकोमा प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि भन्ने वाक्यांश हटाई कानुन सम्मत राख्ने र यसमा थप छलफल गर्न पनि म अनुरोध गर्दछु। धन्यवाद। नमस्कार। जय नेपाल। माननीय सदस्य ताहिर अली भाट, समय 3 मिनट। त्यसपछि माननीय सदस्य ऐन बहादुर महर। सभामुख, सम्माननीय सभामुख महोदय, प्रतिनिधि सभाको नियमावली प्रस्तावित मसौदा समितिले तयार पारेको नियमावलीमा मेरो ध्यान आकर्षण गएको छ। नियमको 178 को 4 समितिमा विधेयक माथि हुने छलफल मन्त्रीको उपस्थिति अनिवार्य हुनेछ। अन्य कार्यसूची माथिको छलफलमा समेत मन्त्रीको उपस्थिति हुनुपर्नेछ। अहिले जुन मस्यौदा तयार पारिराखेको छ भने आवश्यकता अनुसार मन्त्री उपस्थिति हुने जुन प्रस्तावित मस्यौदामा राखेको छ, वास्तवमा त्यो हुनु भएन। अहिले प्रधानमन्त्रीकै कुरा उठिराखेको थियो। प्रधानमन्त्रीज्यूले प्रतिनिधि सभामा नआउने, अब मन्त्रीज्यूहरू पनि प्रतिनिधि सभामा नआउने, यो कस्तो विडम्बना हो। त्यसकारण यसलाई परिवर्तन गर्नुपर्छ। जे पहिला थियो त्यही अनुसार राख्नुपर्छ। यो अहिले हाम्रो 2/3 बहुमत छ। हामी धेरै 2/3 बहुमतहरू हामी देखिसकेका छौँ। भोलि कम पनि हुन सक्छ। त्यसकारण डोन्ट एक्सेप्ट रङ इभेन इफ 2/3 मेजोरिटी ग्रान्टेड। कहिले हामी गलत स्वीकार गर्नुहुन्न, चाहे 2/3 बहुमतले किन नभनोस्। हामी वास्तवमा एक्सेप्ट पोजिटिभ च्यालेन्जिङ वर्क, हामी सकारात्मक कुरालाई एक्सेप्ट गर्नुपर्छ। त्यसकारण मेरो मान्यता छ यो पहिल्यैकै नियमावली ठिक छ भन्ने लाग्छ। सभामुख महोदय, धन्यवाद। माननीय सदस्य ऐन बहादुर महर, समय 3 मिनट। त्यही भएर सम्माननीय सभामुख महोदय, प्रतिनिधि सभाको नियमावली मस्यौदा समितिको सदस्यका रूपमा काम गर्न पाउँदा खुसी लागेको छ र सम्माननीय सभामुख लगायत यो सभालाई म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। सभाका सभापति गणेश पराजुलीज्यूले, माननीय गणेश पराजुलीज्यूले यो यहाँ प्रस्ताव पेश गर्नुभएको छ, धन्यवाद पनि व्यक्त गर्दछु। र केही यस सन्दर्भमा त्यो मस्यौदा समितिको सदस्य हुनुका नाताले केही विषयहरू यो सभा समक्ष जानकारी गराउन चाहन्छु। पहिलो कुरा, हामीले समितिमा असाध्यै घनीभूत छलफल गऱ्यौँ। यसमा कुनै दुईमत छैन। छलफल पश्चात हामीले धेरै विषयहरूमा 95% भन्दा बढी विषयहरूमा सर्वसम्मति पनि गऱ्यौँ। तर केही विषयमा सत्ता पक्षको बहुमतको दम्भका आधारमा निर्णय भए। खास गरी 3-4वटा 4-5वटा विषय त्यस्ता रहे र जुन विषयमा मैले हस्ताक्षर गर्नुभन्दा अगाडि, मैले र मान्य निष्कल राईले हामीले हस्ताक्षर गर्नुभन्दा अगाडि ती हाम्रा फरक मतहरू र केही पूरक प्रस्तावहरू
प्रस्तुत गरेको कुरा म यहाँ जानकारी गराउन चाहन्छु। खास गरिकन यो प्रतिनिधि सभा नियमावलीलाई चाहिँ व्यवस्थित गर्नका निमित्त उक्त समितिले धेरै काम गरेको थियो, तर त्यसका बावजुद पनि यो प्रतिनिधि सभालाई व्यवस्थित गर्न, यो प्रतिनिधि सभालाई मोर डेमोक्रेटिक बनाउने र अझ त्योभन्दा पनि बढी जनताका आवाजहरू गुन्जने, प्रतिपक्षको आवाजहरूलाई सुनिश्चित गर्ने र त्यो सँगसँगै सरकारलाई यो सदनप्रति उत्तरदायी बनाउने, मोर एकाउन्टेबल बनाउने, त्यो चाहिँ आधारमा त्यो चाहिँ मकसदले हामीले छलफल चलाएका थियौँ। तर धेरै विषयमा हामी सहमत भए पनि केही विषयहरूमा सहमत हुन सकिएन। खास गरिकन शून्य समयको अवधि बढाउँ भनिएको थियो। दलगत आधारमा मात्रै समय विभाजन गर्दाखेरि केही दलहरूले कम पाउने, केही दलहरूले अत्याधिक समय पाउने हुँदा सबै सांसदहरूका आवाजहरू त्यहाँ चाहिँ प्रतिध्वनित हुँदैनन्। त्यसैले शून्य समयको समय बढाउँ, कम्तीमा सके 2 मिनट बनाऊ, नभए 1.5 मिनट पनि बनाऊ भन्ने थियो। त्यसमा पनि सुनवाई भएन। दोस्रो कुरा, खास गरिकन शून्य समय, विशेष समय, आकस्मिक समय जस्ता बेलामा उठेका केही प्रश्नहरू, तत्कालीन चाहिँ महत्त्वपूर्ण विषयहरू, आकस्मिक समयहरूका सन्दर्भमा चाहिँ मन्त्रीहरूलाई तत्काल चाहिँ एकाउन्टेबल बनाउने भन्ने थियो। त्यो कुराहरूमा पनि खासै भएन। 259 चाहिँ जबरजस्ती ल्याएको कुरा, धारा 259 चाहिँ जबरजस्ती ल्याएको कुरा म यो सदन समक्ष जानकारी गराउन चाहन्छु। सँगसँगै मैले यहाँ के भन्न चाहन्छु भने जुन नियम 38 को कुरा ल्याएर यहाँ दुहाइदियो, अब यो नियम 38 लाई संशोधन गर्नुपर्छ र प्रधानमन्त्रीलाई अनुत्तरदायी बनाउने नियम 38 चाहिँदैन भन्ने कुरा म यहाँहरूका बिचमा राख्न चाहन्छु र त्यसलाई संशोधन गरेर अगाडि बढ्नुपर्छ। र सँगसँगै मैले केही पूरक प्रस्ताव राखेको थिएँ। मूलतः अपोजिसन डे एउटा यो सदनमा राख्नुपर्छ, यो नियमावलीमा व्यवस्थापन गरेर जाउँ, प्रतिपक्षका आवाजहरूलाई सुनिश्चित गर्छ भन्ने थियो भने अर्कोतिर पार्लियामेन्ट एउटा कलेज स्थापना गरौँ जसले सांसदहरूको योग्यता क्षमता विकास गर्ने, यो एउटा जनताको आशा भरोसाको थलो, जनताको सर्वोच्च थलो भएको हुनाले यहाँ प्रतिनिधित्व गर्ने सबै मान्य सदस्यहरू क्षमतावान छन्, योग्यता छन्, तैपनि अझै पनि त्योभन्दा मोर चाहिने क्यापेबल बनाउनका निमित्त एउटा पार्लियामेन्ट कलेज इस्टाब्लिस गरेर जाउँ भन्ने हाम्रो प्रस्ताव थियो। यस्ता कुराहरू खासै सुनिए भएनन् र त्यो चाहिँ प्रतिनिधि सभा नियमावलीलाई यद्यपि हामी सबैले हस्ताक्षर गरेका छौँ तर त्यो सर्वसम्मत थिएन। हामीले पूरक प्रस्तावसहित फरक मत राखेको कुरा जानकारी गराउन चाहन्छु। धन्यवाद, नमस्कार। मान्य सदस्यहरूलाई सभामुखले आफ्नो नाम टिपाउनको लागि समय दिइसकेपछि सो दिएको समयभित्र लिखित रूपमा आफ्नो नाम टिपाउन अनुरोध गर्छु। त्यसै गरी मान्य सदस्यहरूले बोल्ने क्रममा पँयालो बत्ती बलिसके पछाडि 1 मिनेटमा रातो बत्ती बल्छ, त्यो पनि म यहाँलाई ध्यान आकर्षण गराउँछु। अब मान्य सदस्य यज्ञमणि नेउपानेले आफ्नो नियमापत्ति गर्नुभएको हुनाले के विषयमा नियमापत्ति गर्नुभयो त्यो कुरा राख्नुहोस्। मैले यहाँलाई 2 मिनेटको समय दिन्छु, 2 मिनेटभित्र आफ्नो कुरा राख्नुहोस्। सम्माननीय सभामुख महोदय, म प्रतिनिधि सभाको सांसद मात्रै होइन, एउटा कानुन व्यवसायको हैसियतले पनि सम्मानित सदन मार्फत सभामुखज्यूको ध्यान आकर्षण गराउँछु। न्यायपालिका स्वतन्त्र रहन्छ र यसको गरिमा स्वतन्त्र हुन्छ, यो हामी सबैले जानेको र न्यायालयको गरिमा बुझेको। न्यायालयका आफ्ना विधि तौर तरिकाहरू हुन्छन् न्याय सम्पादनको क्रममा। आज कन्फ्लिक्ट अफ इन्ट्रेस्टको प्रिन्सिपल कता कता आकर्षित भएर आजको दिनमा हठातमा माननीय न्यायाधीशज्यूहरूको च्याम्बरबाट कुनै आदेश हुँदैछन्। मैले यो कुन मानेमा भन्दैछु भन्दा अदालतबाट सम्पादन हुने न्यायिक प्रक्रियामा हामी प्रश्न गर्दैनौँ, तर प्रशासनिक प्रक्रिया र प्रक्रियाविहीनताको सन्दर्भमा भने न्यायपालिकाको विषय पनि चाहिँ हामीले बोल्न सक्ने परिस्थिति रहन्छ। सर्वोच्च अदालत सम्माननीय कामु प्रधान न्यायाधीश श्री सपना प्रधान मल्लज्यूको आदेश भन्ने एउटा आदेश अहिले मिडियामा छरपष्ट आएको छ। यो आदेश इजलास संयुक्त हो कि एकल हो कि या बृहत इजलास हो कि या पूर्ण इजलास हो कि या संविधानले कुन धाराले गाइड गरेको इजलास हो यहाँ देखिन्न। सभामुख महोदय, अदालतका आफ्ना मर्यादा र सीमा छन्। माननीय न्यायाधीशहरू र सम्माननीय न्यायाधीशहरूलाई हामीले सम्मान गर्ने भनेको विधि नियम पद्धति बमोजिम न्याय सम्पादन हुन्छ भन्नका लागि हो। आज अदालतको यो सक्रियता देख्दा मलाई लाग्छ सक्रियता कहाँ हुनु पर्थ्यो। सर्वोच्च अदालतमा 27,000 भन्दा बढी मुद्दा छन्, खोइ न्यायिक सक्रियता। 8,000 भन्दा बढी 5 वर्ष नागेका मुद्दा छन्, त्यहाँ सक्रियता देखिएन। 3,000 भन्दा बढी रिट निवेदन र फौजदारी देवानी मुद्दाहरू फैसला कार्यान्वयन भएका छैन।
डरलाग्दो कुरा त 1,25,000 वर्ष कैद लगत बाँकी छ, 1 करोड जरिवाना असुल बाँकी छ। यतातर्फ कहीँ पनि अगाडि बसेको देखिँदैन। तर कन्फ्लिक्ट अफ इन्ट्रेस्टको सिद्धान्त देखिने गरी अदालतको न्याय प्रशासनको विषयभन्दा बाहिर गएर जे क्रियाहरू हुन्छन् कि भन्ने डर नेपाली नागरिकमा छ। यो कुरा नेपाली नागरिकले निर्वाचित गरेको एउटा संसदको हैसियतले सभामुख ज्यू मार्फत म चाहिँ नेपाली नागरिक र सम्बन्धित निकायको ध्यान आकर्षण होस् भन्न चाहन्छु। मेरो भनाइ यो होइन स्वतन्त्र न्यायपालिकाले आफ्नो न्यायिक स्वतन्त्रता कायम गरोस्। स्वतन्त्र न्यायपालिका मान्य सदस्य ऐन महर, यहाँको के विषयमा नियमावलीको कुन नियम आपत्ति? म हेर्छु, अहिले बस्नुहोस्। म पहिला अर्को मान्य सदस्यले समय मागिरहनु भएको छ, दिन्छु। यहाँको विषय हेर्छु। मान्य सदस्य समीक्षा बास्कोटा 2 मिनटभित्र आफ्नो विषयवस्तु विषयमा केन्द्रित रहेर राख्नुहोला। सम्माननीय सभामुख महोदय, समयको लागि धन्यवाद। आज मैले यो संविधान देखाउँदै भन्नुपर्ने भएको छ। हाम्रो थ्योरी अफ सेपरेसन अफ पावर न्यायालयले कतै बिर्सेको हो कि भनेर प्रश्न उठाउनु पर्ने भएको छ। थ्योरी अफ सेपरेसन अफ पावरले के भन्छ भन्दाखेरि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका यिनीहरूले चेक एन्ड ब्यालेन्स गर्ने हो। तर यहाँ त सत्ता कब्जा गर्ने नियतले यदि न्यायपालिका त्यो लेभलमा उत्रेर काम गर्न थाल्यो भने यसले न्याय सम्पादन गर्न सक्दैन। म कानुनको विद्यार्थी भएको नाताले पनि के भन्छु भन्दाखेरि न्याय सम्पादन सम्मानित सर्वोच्च अदालतमा बस्नुभएका सम्मानित न्यायाधीशज्यूहरूको सबैको न्यायमूर्तिहरूको प्रमुख दायित्व हो, प्रमुख धर्म हो, त प्रमुख जिम्मेवारी हो। यदि न्याय सम्पादन नगरेर अन्य विषयमा उहाँहरूले विषयान्तर गर्न खोज्नुहुन्छ भने यो सम्मानित सदनबाट यसको विशेष ध्यान आकर्षण म न्यायालयलाई त्यस्तै गरेर सरकारलाई र सभामुख महोदय मार्फत गर्न चाहन्छु। मैले संविधानको धारा 105 राम्रोसँग पढेको छु, व्याख्या गर्न पनि सक्छु। तर त्यो भन्दैमा यहाँ कतिसम्म भएको छ भन्दा सुन्न आए अनुसार आफैले प्रधान न्यायाधीश, कायम मुकायम प्रधान न्यायाधीशले डेलिगेसन बोलाएर रिट दर्पित भएका रिटहरूलाई दर्ता गर्ने आदेश दिनु कतिको न्यायोचित हो, यो हामीले छलफल गर्नै पर्छ। उहाँले कानुन दिवसको दिनमा गएर सम्मानित सर्वोच्च अदालतको न्यायमूर्तिले कानुन दिवसको दिनमा गएर पब्लिकली एउटा स्टेटमेन्ट दिनुभएको छ। त्यो स्टेटमेन्ट हो लडाई अझै बाँकी छ। कोसित लडाई बाँकी छ, उहाँ त न्यायमूर्ति हो। यदि उहाँले सरकार सत्तासित लडाई अझै बाँकी छ भन्नुभएको भए मैले त्यो दिन स्मरण गर्न चाहन्छु जुन दिन म कानुनको विद्यार्थी हुँदा पहिलो चरणमै यो खेद छ भन्दै गर्दा अदालतमा दलीय हस्तक्षेप भएको हो। र न्यायमूर्तिलाई यहीँबाट उहाँकै कामरेडको भाषामा म के बुझाउन चाहन्छु भने राजनीति नै गर्न खोज्नु भएको न्यायमूर्तिहरूले हो भने कोर्ट खोलेर आउनु होला न्यायमूर्ति, हामी तयार छौँ। मान्य सदस्य बस्नुहोस्, मान्य सदस्य बस्नुहोस्, यहाँको समय सकिएको छ। मान्य सदस्य ऐन महरलाई समय दिइरहनु पर्ने देखिएन, त्यस कारणले बस्नुहोस्। मान्य सदस्य नियमावलीको कुन नियम आपत्ति हो? आज कहाँ के घटना घट्यो मान्य सदस्य? मान्य सदस्य त्यो त आज हजुर सदनमा आएपछि भएको होइन। तपाईँ सदनमा आउनु अगाडि नै तपाईँलाई थाहा थियो होला, बिहान आकस्मिक समय माग्नु भएन, त्यस कारणले मान्य सदस्य बस्नुहोस्। मान्य सदस्य आज दिउँसो घटेको घटना भनेर मान्य सदस्यले राखेपछि दिएको हो, त्यस कारणले बस्नुहोस्। मान्य सदस्य ऐन महर बस्नुहोस्।
नियमावली बमोजिम मागेको छु सम्माननीय सभामुख महोदय। त्यसकारण मैले समय पाऊँ। मान्य सदस्यलाई मैले भने हजुरलाई समय दिइरहनु पर्ने देखिएन, त्यस कारणले बस्नुहोस्। बस्नुहोस् मान्य सदस्य, बस्नुहोस्। मान्य सदस्य, सभामुखले सार्वभौम सांसदलाई समय दिनुपर्ने देखेमा दिन्छु, त्यस कारणले अहिले देखिएन, त्यस कारणले तपाईँले माग्नुभयो तर मैले दिनुपर्ने देखिनँ, त्यस कारणले बस्नुहोस्। मान्य सदस्यलाई लाग्नु सक्छ, अशोभनीय भएको मान्य सदस्यलाई लाग्न सक्छ, त्यस कारणले बस्नुहोस्। मान्य सदस्य बस्नुहोस्, बस्नुहोस्। मान्य सदस्यलाई म बस्नुहोस् भनिरहेको छु, बस्नुहोस् मान्य सदस्य। मान्य सदस्यहरूले नियमापत्ति गर्ने विषय ठिक छ, नियमावलीको नियममा नियमापत्ति गरिसके पछाडि सभामुखले त्यो नियमापत्ति गरेको हकमा समय दिनुपर्ने हो या होइन छलफल पनि गरेर त्यसको आधारमा समय निर्धारण गर्ने हो, त्यस कारणले समय दिनुपर्ने नदेखिएको हुनाले समय मैले दिन सकिनँ। बस्नुहोस्। मान्य सदस्य गुरु बराल किन उठ्नु भएको? मैले मान्य सदस्यलाई माइक दिएको छैन। मान्य सदस्य गुरु बराल के विषयमा नियमापत्ति गर्दै हुनुहुन्छ? मैले मान्य सदस्य गुरु बराललाई के का लागि उठ्नुभयो? पछाडि मान्य सदस्य के का लागि उठ्नुभयो? कुन नियमावलीको कुन नियमापत्ति? म दुवै मान्य सदस्यहरूलाई बस्नुहोस्, दुवै मान्य सदस्यहरू बस्नुहोस्। मान्य सदस्य बस्नुहोस्। मान्य सदस्य बस्नुहोस्, हामी सभालाई अगाडि बढाउँ। बस्नुहोस् मान्य सदस्य, बस्नुहोस्। के भयो मान्य सदस्य? नियमावलीको कुन नियमापत्ति? मान्य सदस्य बस्नुहोस्। मान्य सदस्य ऐन महर बस्नुहोस्। मान्य सदस्य ऐन बहादुर महरलाई मान्य सदस्य ऐन बहादुर महरलाई 1 मिनेटको समय दिन्छु, आफ्नो के कुरा राख्नुहोस्। धन्यवाद सभामुख महोदय। सभामुख महोदय, प्रतिसभा नियमावलीको नियम 21 को ग मा संविधानको धारा 105 ले बहसमा बन्देज गरेका विषयमा छलफल गर्न नहुने भन्ने कुरा व्यवस्था गरेको छ। त्यसैगरी
संविधानको धारा 105 बहसमा बन्देज भन्ने व्यवस्था गरेर त्यसमा नेपालको कुनै अदालतमा विचाराधीन मुद्दाहरूका सम्बन्धमा न्याय निरूपणमा प्रतिकूल असर पार्ने विषय तथा न्यायाधीशले कर्तव्य पालनको सिलसिलामा गरेको न्यायिक कार्यको सम्बन्धमा सङ्घीय संसदको कुनै सदनमा छलफल गरिने छैन भन्ने व्यवस्था गरेको छ र ती विषयहरूमा सङ्घीय संसदको कुनै पनि सदनमा छलफल नहुने कुरा स्पष्ट व्यवस्था गरेको छ। तर पटक पटक यो सदनमा यो संसदमा न्यायाधीशहरूका काम कारबाहीमाथि न्यायाधीशहरूको चाहिँ अपमान हुने गरी अदालतको अपमान हुने गरी र शक्ति पृथकीकरणको सिद्धान्तलाई खण्डित हुने गरी जसरी अभिव्यक्ति भइरहेका छन्, खास गरी योभन्दा अगाडि बोल्नुभएका मान्य सदस्यहरूले त्यो कुरालाई चाहिँ गरेका छन्। त्यसो मान्य सदस्यहरू, अब प्रतिनिधि सभा नियमावली मान्य सदस्य नियमावलीको कुन नियम आपत्ति हो? मान्य सदस्य 21 को गले के भन्छ भन्ने कुरा भर्खरै पूर्व मान्य सदस्यले अर्का मान्य सदस्यले भनिसक्नुभयो। त्यसकारणले गकै विषयमा यहाँले अरू व्याख्या गरिरहनु परेन। त्यसकारणले यहाँ बस्नुहोस्, सभा सञ्चालन गरौँ। बस्नुहोस् मान्य सदस्य, बस्नुहोस्। मान्य सदस्यहरू, अब प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका मान्य सभापति गणेश पराजुलीलाई छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन अनुमति दिन्छु। सम्माननीय सभामुख महोदय, म मेरो विषयवस्तुमा प्रवेश गर्नुभन्दा अगाडि गत केही दिन अगाडि यस सम्मानित सदनको रोस्टमबाट मैले सम्बोधन गर्दै गर्दा मबाट भावार्थसहित प्रस्तुत भएका केही शब्दहरूप्रति निमापत्ति जनाइएको थियो र उक्त शब्दहरूलाई असंसदीय र अशिष्ट भनेर यो संसदको रोस्टमबाट हटाउनको लागि माग भए बमोजिम सम्माननीय सभामुखज्यूले रोस्टमबाट हटाउने आदेश गरिसक्नु भएको छ। सम्माननीय सभामुखज्यूको त्यो आदेशलाई उच्च सम्मान गर्दै यही प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको सभापतिको हैसियतले आफ्ना कारणले आफूले उच्चारण गरेका शब्दका कारण आम जनतामा पर्न गएको त्यो असर र त्यसले पारेको दुःखप्रति म गहिरो दुःख व्यक्त गर्दै म क्षमा याचना गर्न चाहन्छु। र आज प्रतिनिधि सभा नियमावली मस्यौदा 2083 यस सम्मानित सदनमा सैद्धान्तिक छलफलको लागि प्रवेश भइसकेको छ र उक्त विषयमा उठेका जिज्ञासाहरूमा म आफ्ना केही धारणाहरू राख्न यो समय पाएको छु। यसको लागि सम्माननीय सभामुखज्यूलाई विशेष धन्यवाद ज्ञापन गर्दछु र सम्माननीय सभामुख मार्फत यो सम्मानित सदनमा आज हामीले देख्न नपाएका, हामीले गुमाएका त्यस्तो व्यक्तित्वलाई एकचोटि म सम्झिन चाहन्छु। स्वर्गीय सुभाष नेमाङज्यूलाई म सम्झिन चाहन्छु। अघिल्लो त्यो 32 महिनाको संसदीय अभ्यासमा उहाँसँगको त्यो संवाद, उहाँले सिकाउनु भएका संसदीय अभ्यास, संसदीय मर्यादा र यो व्यवस्था स्थापनापछि संविधान निर्माण प्रक्रियामा उहाँहरूले अग्रजहरूले खेलेका भूमिकाहरूका विषयमा उहाँले हामीलाई थुप्रै ज्ञान गुणका कुरा साझा गर्दै गर्दा यो संसदीय अभ्यास र संसदीय अभ्यासको परिपालनमा हामीले थुप्रै ज्ञान सिक्न पायौँ। आज उहाँ हामी माझ हुनुहुन्न, उहाँलाई श्रद्धासुमन व्यक्त गर्दै उहाँलाई मैले यसरी सम्झेँ आज। र यही सम्मानित सदनका ज्येष्ठ सदस्य ज्यूले हामीलाई धेरैचोटि यस सम्मानित सदनको रोस्टममा र सम्मानित सदनबाट संसदीय मर्यादाका विषयमा थुप्रै कुराहरूको ज्ञान दिनुभएको छ। उहाँप्रति पनि म विशेष श्रद्धा प्रकट गर्न चाहन्छु। र सम्माननीय सभामुख महोदय, धेरै चर्चा हुने सन् 1215 बेलायतमा जारी गरिएको माग्ना कार्टाले तत्कालीन राजा किङ जोनको अधिकारलाई सीमित गर्दै कानुनको शासन, रुल अफ ल र प्रारम्भिक प्रतिनिधिमूलक शासनको अवधारणालाई स्थापित गरायो। त्यसपछि 1295 मोडल पार्लियामेन्टको गठनसँगै आधुनिक संसदीय अभ्यासको प्रारम्भ भएको इतिहास पाइन्छ। यसरी 13औं शताब्दीमा बेलायतबाट विकसित भएको संसदीय प्रणाली विश्वकै सबभन्दा पुरानो संसदीय मोडल मानिन्छ। सोही ऐतिहासिक संसदीय परम्पराको विकासक्रमलाई आधार मानि
नेपालले पनि आधुनिक प्रतिनिधिमूलक शासन प्रणाली अवलम्बन गरेको हो। विशेषतः सन् 1959-60 अर्थात् 2016 सालमा पहिलो पटक निर्वाचित प्रतिनिधि सभा गठन भई नेपालमा व्यवस्थित संसदीय अभ्यास प्रारम्भ भएको थियो। माग्ना कार्टाले स्थापित गरेको राजा पनि कानुनभन्दा माथि हुँदैनन् र निष्पक्ष न्याय पाउने हक आम जनताको पनि उत्तिकै हुन्छ भन्ने सिद्धान्तको जगमा मानव अधिकारको आधारभूत मान्यताहरू आजको लोकतान्त्रिक व्यवस्था र संविधानवादका प्रमुख स्तम्भका रूपमा विकसित भएका छन् र यही ऐतिहासिक आधारमा प्रतिनिधि सभाको भूमिका समय सँगसँगै थप सुदृढ हुँदै आएको छ। विक्रम सम्वत 2016 सालमा नेपालमा व्यवस्थित संसदीय अभ्यास प्रारम्भ भएपछि संसद सञ्चालनका लागि विभिन्न समयमा संसदीय नियमावलीहरू निर्माण हुँदै आएका छन्। यस क्रममा पहिलो व्यवस्थित संसदीय नियमावलीका रूपमा 2016 सालको प्रतिनिधि सभा नियमावली लागू भएको यहाँ हामी सबैलाई अवगत नै छ। त्यसपछि क्रमशः 2048 सालको प्रतिनिधि सभा नियमावली, 2054 सालको प्रतिनिधि सभा नियमावली, 2063 सालको व्यवस्थापिका संसद नियमावली, 2064 सालको संशोधित व्यवस्थापिका संसद नियमावली, 2075 सालको सङ्घीय संसद नियमावली तथा 2079 सालको प्रतिनिधि सभा नियमावली लागू भइसकेका छन्। यसरी अहिलेसम्म 7वटा प्रमुख संसदीय नियमावलीहरू विभिन्न राजनीतिक र संवैधानिक परिवर्तनका चरणमा निर्माण भई कार्यान्वयनमा आइसकेका छन् भने हाल भने 8औं चरणको नयाँ प्रतिनिधि सभा नियमावली 2083 को मस्यौदामाथि यस सम्मानित सदनमा सैद्धान्तिक छलफल टुङ्गिएको छ भर्खरै। यसरी नेपालको संसदीय अभ्याससँगै संसदीय नियमावलीहरूको विकास क्रम निरन्तर रूपमा अघि बढ्दै आएको स्पष्ट देखिन्छ। इतिहासलाई फर्केर हेर्दा आज हामी छलफलमा रहेका यो नियमावली मस्यौदा केवल हाम्रो व्यक्तिगत विवेक वा तत्कालीन आवश्यकताको उपज मात्र होइन। सम्माननीय सभामुख महोदय, यो त नेपालको संसदीय अभ्यासले विभिन्न ऐतिहासिक कालखण्डमा भोगेका राजनीतिक परिवर्तन, व्यवस्था रूपान्तरण र त्यो सँगसँगै निर्माण भएका संविधानहरूले स्थापित गरेको मान्यता तथा अभ्यासहरूको निरन्तर विकासक्रमको परिणाम हो। व्यवस्था परिवर्तनसँगै समय समयमा अङ्गीकार गरिएका संविधान, कानुन र लोकतान्त्रिक मूल्य मान्यताहरूलाई आत्मसात गर्दै तिनै अनुभव, अभ्यास र परम्परालाई परिष्कृत गर्दै यो मस्यौदा तयार गरिएको हो। यसले संसदीय प्रक्रियालाई अझ व्यवस्थित, उत्तरदायी, पारदर्शी बनाउने लक्ष्य राखेको छ। नेपालको संविधानले प्रतिनिधि सभालाई आफ्नो कार्य सञ्चालनका लागि नियमावली निर्माण गर्ने अधिकार प्रदान गरेको छ। सोही संविधान व्यवस्था अनुसार संविधानको धारा 104 को उपधारा 1 बमोजिम 15 सदस्यीय प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन गरिएको थियो, जसको सभापतिको जिम्मेवारी यस सम्मानित सदनले मलाई सुम्पिएको थियो। अत लोकतन्त्रका आधारभूत मूल्य, जनताको सर्वोच्चता, विधिको शासन, शक्ति पृथकीकरण र जवाफदेहिताको सिद्धान्तलाई केन्द्रमा राख्दै इतिहासले सिकाएका पाठहरूलाई सम्मानपूर्वक अनुसरण गर्दै यो नियमावली मस्यौदा निर्माण गरिएको छ। यो मस्यौदा हाम्रो लोकतान्त्रिक यात्राको निरन्तरता, संसदीय परिपक्वता र संवैधानिक अभ्यासप्रतिको प्रतिबद्धताको प्रतिबिम्ब हो, जसले संसदीय प्रणालीलाई अझ सुदृढ, उत्तरदायी र जनमुखी बनाउने हाम्रो सामूहिक आकांक्षा अभिव्यक्त गरेको छ। उक्त समितिले आवश्यक अध्ययन, छलफल, परामर्शका आधारमा तयार गरेको प्रतिनिधि सभा नियमावली मस्यौदा यस सम्मानित सदनमा पेश भएर आज सैद्धान्तिक छलफलमा हामीले सैद्धान्तिक छलफल सम्पन्न पनि गरिसक्यौँ र उक्त सैद्धान्तिक छलफलमा 17 जना माननीय सदस्यहरूले आफ्ना धारणा राख्नु भएको छ। प्रतिनिधि सभा नियमावली मस्यौदा समिति 2082 मा सुरु भएर 2083 मा सम्पन्न भएको यो समिति बन्दै गर्दाखेरि यो एउटा कुनै दल विशेषले तयार पारेको मस्यौदा थिएन, होइन। यसमा त सबै राजनीतिक दलको प्रतिनिधि सभामा समानुपातिक उपस्थितिको आधारमा माननीय सदस्यहरूको चयन भएको र त्यहाँ उपस्थित सबै राजनीतिक दलका माननीय सदस्यज्यूहरूले आफ्नो दल र दलका नेताहरूसँगको छलफलपछि तयार पारेर सर्वसम्मत रूपमा बुझाएको यो मस्यौदामा आज यसका पक्षमा विपक्षमा थुप्रै प्रश्नहरू पनि उठेका छन्, सुझावहरू पनि आएका छन्। सुझाव दिनुहुने माननीय सदस्यहरूलाई म विशेष कृतज्ञ प्रकट गर्न चाहन्छु र यहाँहरूका प्रश्न पनि राख्न पाइन्छ। प्रश्नलाई पनि हामीले सम्बोधन गर्नै पर्छ। तर आज 17 जना माननीय सदस्यज्यूहरूले उठाएका प्रश्नहरूको जवाफ आज मैले दिँदै गर्दा आजैबाट यो नियमावली संशोधनको लागि 72 घण्टा सुरु हुने भएको हुँदा म ती प्रश्नको जवाफलाई आज थाँती राखेर माननीय सदस्यज्यूहरूले यो नियमावली आज समृद्ध र सम्मानित सदनलाई मर्यादित बनाउनको लागि यहाँहरूका कन्स्ट्रक्टिभ रचनात्मक सुझाव सहितका
ती संशोधनहरू पनि पक्कै पर्नेछन् र उक्त संशोधनहरूमाथि फेरि पनि हामीले छलफल गर्नुपर्ने भएको हुँदा सबै उठेका प्रश्नहरूको जवाफ मैले आज यहाँ प्रत्येक नियम अन्तर्गत गएर दिइराख्नुपर्छ जस्तो मैले त्यति धेरै महसुस गरिनँ। यद्यपि मैले यी सबै सुझावहरूलाई निकै नजिकबाट अनुसरण गरेको छु र समितिका साथीहरूसँग पुनः एकचोटि हामीले छलफल पनि गर्नुपर्ने हुनसक्छ र आवश्यकता अनुसार हामी यो मस्यौदामाथि परेका संशोधनका विषयमाहरू पनि छलफल गरिसकेपछि पुनः यहाँहरूसँग आफ्ना धारणा आफ्ना सुझावहरू पनि राख्ने बाछा गर्दै आज धारणा राख्नुहुने सबै 17 जना माननीय सदस्यज्यूहरूलाई विशेष कृतज्ञ प्रकट गर्दै म मेरो भनाइलाई यहीँ अन्त्य गर्छु। धन्यवाद। मान्य सदस्यहरू, अब यो छलफल यहीँ समाप्त हुन्छ। मान्य सदस्यहरू, अब म प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 माथि संशोधन पेश गर्न चाहनुहुने मान्य सदस्यहरूले विधेयक शाखा प्रतिनिधि सभा सङ्घीय संसद सचिवालय सिंहदरबारमा दिन सक्नुहुनेछ। मान्य सदस्यहरू, अब आर्थिक वर्ष 2083-84 को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक छलफल प्रारम्भ हुन्छ। उक्त छलफलमा भाग लिन दलीय आधारमा मान्य सदस्यहरूको नाम प्राप्त भएको छ। निर्धारित समयभित्र मान्य सदस्यहरूले आफ्नो भनाइ राखिसक्नु हुन अनुरोध गर्दछु। सर्वप्रथम मान्य सदस्य झबिलाल डुम्रे, समय 4 मिनट। त्यसपछि मान्य सदस्य बासना थापा। सम्माननीय सभामुख महोदय, सर्वप्रथम नेपाल सरकारका अर्थमन्त्री माननीय डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष 2083-84 को विनियोजन विधेयकमाथि छलफलमा सहभागी हुने अवसर प्रदान गर्नुभएकोमा र यस सम्मानी सदनमा आफ्नो धारणा राख्ने समय उपलब्ध गराउनु भएकोमा हार्दिक आभार व्यक्त गर्दछु। आज हामी केवल एउटा विनियोजन विधेयकमाथि छलफल गरिरहेका छैनौँ। हामी जनताको आशा, युवाको भविष्य, किसानको पसिना र देशको सम्भावनामाथि छलफल गरिरहेका छौँ। विगतमा पनि धेरै सिद्धान्त र प्राथमिकताहरू आए, घोषणा भए, भाषण भए, नारा बने, तर गाउँका सडक उस्तै रहे, किसानको उत्पादनले बजार पाएन, युवा विदेशिन बाध्य भए, नागरिकमा राज्यप्रतिको भरोसा कमजोर हुँदै गयो। आज देश मनोविज्ञान बदलिँदैछ। जनताले फेरि आशा गर्न थाल्नु भएको छ। राजनीतिले फेरि परिणाम दिनुपर्छ भन्ने दबाब बढेको छ। त्यसैले म यो विनियोजन विधेयक खर्चको सूची मात्र होइन, जनताको भरोसाको पुनर्स्थापित गर्ने राष्ट्रिय सङ्कल्प बन्नुपर्छ। सभामुख महोदय, प्रतिपक्षका केही मान्य सदस्यहरूले यस विधेयकमा र सरकारका नीति तथा कार्यक्रमहरूमा कर्मकाण्डी, यथास्थिति र पुरानै ढाँचाको निरन्तरता भन्नुभएको छ। आलोचना लोकतन्त्रको सुन्दर पक्ष हो, तर म स्पष्ट भन्न चाहन्छु, हामी आश्वासन बेच्ने राजनीति गर्न आएका होइनौँ। हजुरहरू घोषणापत्र लिएर चुनावमा जाँदै गर्दा जनतासँग प्रत्यक्ष करारनामा गर्ने पार्टी हो रासोपा। हामी जनतालाई सपना देखाएका छैनौँ, बाचा गरेका छौँ र ती बाचाबाट 1 इन्च पनि पछि हट्ने छैनौँ। राजनीति अब भाषणले होइन, परिणामले मूल्याङ्कन गर्नेछ। सम्माननीय सभामुख महोदय, म स्याङ्जा क्षेत्र नम्बर 2बाट निर्वाचित भएर आएको प्रतिनिधि हुँ। मलाई त्यहाँका जनताले केवल सांसदको रूपमा पठाएका होइनन्, मलाई आशा बोकेर पठाउनु भएको छ। म चुनावमा जित्नका लागि केवल भाषण गरेर आएको होइन, म
कालीगण्डकीको उत्तरवाहिनी क्षेत्रमा स्नान गरेर आलमदेवी, गरौँ कालिका, अकला मन्दिर, भिरकोट कालिका र चापकोटका पवित्र भूमिलाई साँचिराखेर जनताको विश्वासमाथि कहिल्यै धोका नदिने सङ्कल्पसहित यहाँ आएको हुँ। आज मेरो गाउँको एउटा वृद्ध हजुरबुवा अझै पनि मलाई देख्ने बित्तिकै भन्नुहुन्छ, मेरो पसिना र कुटो कोदालोबाट खनेको अब त सिद्धार्थ राजमार्ग बन्ने होला नि। यो प्रश्न केवल सडकको प्रश्न होइन, राज्यप्रतिको भरोसाको प्रश्न हो। सिद्धार्थ राजमार्ग गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने आर्थिक जीवन रेखा हो। दैनिक हजारौं पर्यटक यही बाटो हुँदै यात्रा गर्छन्, तर सडकको कमजोर अवस्थाका कारण दुर्घटना र जोखिमले नागरिकलाई पीडा दिएको छ। अब यो सडक भाषणको विषय होइन, कार्यान्वयनको विषय बन्नुपर्छ। राजमार्गसँगै स्याङ्जा क्षेत्र नम्बर 2 का गाउँ बस्तीहरूमा बर्खाको समयमा समेत सहज रूपमा सवारी सञ्चालन हुने ग्रामीण सडकको स्तरोन्नतिको आशा जनताले गर्नुभएको छ। बिरामी हुँदा समयमै उपचार नपाएर अस्पताल पुग्दै गर्दा बाटोमै जीवन गुमाउनु परेको धेरै दुःखद घटना हामीले भोगेका छौँ। आज पनि सामान्यदेखि मध्यम खालको उपचार गर्नको लागि जिल्ला बाहिर धाउनुपर्ने बाध्यता अन्त्य होस् भन्ने आम नागरिकको अपेक्षा छ। अब त स्याङ्जामै गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध होला, उपचारका लागि पोखरा, काठमाडौँ धाइराख्नुपर्ने अवस्था कम होला भन्ने आशा नागरिकले गरेका छन्। स्वास्थ्य सेवा पहुँच र विश्वाससँग जोडिएको विषय भएकाले यसतर्फ राज्यको गम्भीर ध्यानाकर्षण हुनु आवश्यक छ। सम्माननीय सभामुख महोदय, स्याङ्जाको कृषि र पर्यटनको अपार सम्भावना भएको जिल्ला हो। विशेष गरी स्याङ्जाको सुन्तला आज अन्तर्राष्ट्रिय पहिचान बन्न सक्ने अवस्थामा पुगेको छ। वालिङ, भिरकोट, गल्याङ र कालीगण्डकी क्षेत्रका पाखाहरूमा उत्पादन भएको सुन्तला गुणस्तरको हिसाबले उत्कृष्ट छन्। आज युके, खाडी र अन्य देशमा रहेका स्याङ्जाली युवाहरू आफ्नै गाउँ फर्केर सुन्तला खेती, उद्योग, कृषि, पर्यटन, एग्रो व्यवसाय र आइटी उद्यम गर्ने सोचमा हुनुहुन्छ। उहाँहरूलाई राज्यले नीति, बजेट र बजारको भरोसा दिनुपर्छ। स्याङ्जा धार्मिकसँगै साहसिक पर्यटकको पनि केन्द्र बन्न सक्छ। कालीगण्डकीको गर्जन, गल्याङका पहाड, चापकोटका फाँच, बाहुनथान, सोरेक मैदान, आदि खोला, ज्याग्दी खोलाका ती खोजहरू यी साहसिक पर्यटनका सम्भावित ठाउँहरू हुन्। सम्माननीय सभामुख महोदय, आज मेरो ठुलियामा कृषि एम्बुलेन्सको प्रतीक्षामा हुनुहुन्छ। उहाँको ठुलो सपना छैन मलखातको आडमा रोपेर उत्पादन भएको 2 मुठा साग बेचेर चिनी किन्ने मात्र हो। मेरो किसान अङ्कल उचित मूल्य र नेता चिनेर होइन कि उत्पादनका आधारमा अनुदानको प्रतीक्षामा हुनुहुन्छ। मेरो बुबा आमा आफूले दुःख गरेर लगाएको खेती जोगाउन बाँदर कुर्नुपर्ने बाध्यताको अब अन्त्य हुन्छ कि भन्ने प्रतीक्षामा हुनुहुन्छ। मेरा युवा पुस्ता अब स्याङ्जामै केही गर्न सकिन्छ कि भन्ने आशामा छन्। त्यसैले यो विनियोजन विधेयक र प्राथमिकता गाउँका सडक, किसानको उत्पादन, पर्यटनको सम्भावना, प्राकृतिक स्रोतको संरक्षण र युवाहरूको भविष्यसँग जोडिनुपर्छ। जनताको आशा जोगाउनु नै आजको राजनीतिको सबैभन्दा ठुलो जिम्मेवारी हो। जय देश, जय स्याङ्जा। धन्यवाद। माननीय सदस्य बासना थापा, समय 14 मिनट। त्यसपछि माननीय सदस्य पुष्पराज कणेल। सम्माननीय सभामुख महोदय, हामी आर्थिक वर्ष 2083-84 को विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथि छलफलमा छौँ। माननीय अर्थमन्त्रीज्यूले प्रस्तुत गर्नुभएको सिद्धान्त र प्राथमिकताको प्रारम्भमै मैले यो किताबको यो बुक्सको मैले 2 नम्बरबाट लिएँ। फर्स्टमै यहाँ के लेखिएको छ भने समुन्नति नेपालको राष्ट्रिय आकाङ्क्षा पुरा गर्न र थिति बसाल्ने भन्ने शब्दलाई मैले कोट गरेँ। थिति बसाल्न संस्थागत सुदृढीकरणको सङ्कल्प लिनुभएको रहेछ, जुन सकारात्मक छ। तर सभामुख महोदय, बाहिर नागरिकहरूले मलाई सोधिरहेका छन् अहिले भर्खरै भित्र छिर्दाखेरि, स्वयं सरकार र सम्माननीय प्रधानमन्त्रीज्यूको संविधान सम्मानित राष्ट्रपति, सार्वभौम सांसद र न्यायालयको गरिमा र मान्यतालाई भत्काएर विपन्न नागरिकको झुपडी डोजर चलाएर कस्तो किसिमको समुन्नति र कुन लोकतान्त्रिक मूल्य मान्यतामा आधारित थिति बसाल्न खोज्नु भएको हो, हामीले बुझ्न सकेका छैनौँ। अर्थमन्त्रीज्यू मार्फत भए पनि सरकारलाई सोधिदिनु भनेर नागरिकहरूले बाहिर भनिरहनु भएको छ। त्यसैले यो बुँदा नम्बर 2 मा नेपालको संविधान लोकतान्त्रिक मूल्य मान्यतामा अविचलित रहँदै थिति बसाल्न सरकारले लिएको यो सङ्कल्प टाइपिङ मिस्टेक नहोस्, साँच्चै सङ्कल्प बनोस्, शुभकामना पनि भन्न चाहन्छु। सभामुख महोदय, सिद्धान्त र प्राथमिकताको विगतको सुस्त प्रशासन र अविश्वासको अवस्थाबाट मुलुकको
निकाल्ने प्रयास गरेको देखिन्छ। विशेष त सुशासन, उत्पादनमुखी अर्थतन्त्र, डिजिटल प्रशासन, पूर्वाधार, शिक्षा, स्वास्थ्य र सामाजिक लगानीलाई प्राथमिकतामा राख्नुभएको छ। उल्लेखित विषय नेपाली काङ्ग्रेसको प्रतिज्ञा पत्रमा पनि स्पष्ट रूपमा समावेश छ। माननीय अर्थमन्त्रीज्यूको हाम्रो पार्टीसँगको पूर्व आबद्धताले होला समुन्नत नेपालको राष्ट्रिय आकाङ्क्षादेखि एकीकृत स्वास्थ्य पूर्वाधारसम्म कतिपय सिद्धान्त र प्राथमिकतामा पनि संयोगवश सकारात्मक पक्ष समावेश भएका छन्। त्यसका लागि विशेष धन्यवाद दिन चाहन्छु। तर सिद्धान्त र प्राथमिकता केवल दस्तावेज मात्र होइन, यसको मूल्य त्यस बेला हुन्छ जब यो सरकारको नीति तथा कार्यक्रम आगामी बजेट र कार्यान्वयन क्षमतासँग स्पष्ट रूपमा जोडिन्छ। सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै गर्दा सरकारले सङ्घीय सरकारको सीमालाई बिर्सिएको जस्तो देखिन्छ। यो देश सङ्घीयतामा छ र त्यसप्रति सङ्घीय सरकारको सीमा र जिम्मेवारी संविधानले नै निर्धारण गरेको छ। यसतर्फ ध्यान पुर्याउन पनि म आग्रह गर्दछु। सभामुख महोदय, गत वर्ष 2082 को सिद्धान्त र प्राथमिकताले मुख्य रूपमा समृद्धि नेपाल, सुखी नेपाल, सार्वजनिक वित्त अनुसार निजी क्षेत्र मैत्री वातावरण, कृषि व्यवसायीकरण, रोजगारी सृजना र सामाजिक सुरक्षामा जोड दिएको थियो। यस वर्ष 2083 को सिद्धान्त र प्राथमिकतामा 5 वटा मार्गदर्शक आधारका रूपमा तय गरेको देखिन्छ। सुशासनको लाभांश, अर्थतन्त्रको पूर्ण संरचना, एकीकृत पूर्वाधार, सामाजिक उन्नयन र मध्यम वर्ग विस्तार तथा सौम्य शक्तिको सुदृढीकरण। यसले सरकार अब केवल खर्चमुखी होइन, संरचनागत आर्थिक सुधारतर्फ उन्मुख हुन खोजेको सङ्केत गर्दछ। तर प्रश्न के छ भने सभामुख महोदय, के आगामी नीति तथा कार्यक्रम र बजेट यी प्राथमिकतालाई व्यवहारमा रूपान्तरण गर्न सक्छ? विद्वान अर्थमन्त्री हुनुहुन्छ, उहाँ आफैले सार्वजनिक गर्नुभएको आर्थिक तथा विकासको वर्तमान आधारपत्रको वास्तविक तथ्य सायद पुनः स्मरण गराउन नपर्ला कि? क्षमताभन्दा माथिको महत्त्वाकाङ्क्षाले उहाँको डबल डिजिटलधारी अर्थतन्त्रको उडान सकुशल अवतरण हुन सक्ला र? सभामुख महोदय, सिद्धान्तमा डिजिटल सुशासन, एकद्वार सेवा, नागरिक एप, कृत्रिम बुद्धिमत्ता र इस्टर्न अफ नेपाल, टेक हब, रोजगारीमूलक शिक्षा, अनुसन्धान तथा नव प्रवर्धन कोष जस्ता विषय उल्लेख गरिएका छन्। यदि सरकार यी विषयलाई बजेटमा पर्याप्त स्रोत विनियोजन नगरी केवल भाषणमा मात्र सीमित गर्छ भने यो फेरि अर्को राम्रो दस्तावेज मात्र हुनेछ। यति बेला सम्माननीय संसदमा नेपाली काङ्ग्रेसका श्रद्धेय नेता गगन कुमार थापाले केही वर्ष अगाडि राखेको दृष्टिकोणलाई पुनः स्मरण गराउन चाहन्छु। नेपालमा आइटी क्षेत्रमा ठूलो सम्भावना छ। कृतिपुरको डाँडामा बसेर युवाहरूले लाखौँ कमाउन सक्छन् भन्ने विषय यहाँहरूले सायदै बिर्सिनु भएको छैन होला। सुशासन, विकास, युवा र रोजगारीलाई डिजिटल माध्यममा जोड्ने सपनामा अहिले सरकार बिउजिएछ। म विशेष रूपमा नेपाली काङ्ग्रेसको 2082 को घोषणापत्रसँग वर्तमान सिद्धान्त र प्राथमिकताको समायोजनबारे पनि उल्लेख गर्न चाहन्छु। नेपाली काङ्ग्रेसले आफ्नो प्रतिज्ञा पत्रमा उत्पादनमुखी अर्थतन्त्र, निजी क्षेत्रको प्रवर्धन, सामाजिक न्याय सहितको लोकतान्त्रिक समाजवाद, कृषि आधुनिकीकरण, रोजगारीको सृजना, डिजिटल सुशासन, शिक्षा र स्वास्थ्य, गुणस्तरीय पहुँच तथा सङ्घीयताको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखेको थियो। आज प्रस्तुत सिद्धान्त र प्राथमिकतामा यी धेरै विषय समावेश भएका छन्। विशेषतः सामाजिक बजार अर्थतन्त्र, उत्पादन र उद्यमशीलतामा आधारित वृद्धि, डिजिटल सार्वजनिक पूर्वाधार प्रविधि र व्यावसायिक शिक्षा, निजी क्षेत्रको आत्मविश्वास पुनः स्थापना, स्टार्टअप र नवप्रवर्धन, स्थानीय तहलाई कार्यान्वयनको केन्द्र बनाउने जस्तो अवधारणाहरू नेपाली काङ्ग्रेसले निरन्तर उठाउँदै आएको विषय माननीय मन्त्रीज्यूलाई अवगत नै छ।
यस अर्थमा वर्तमान सिद्धान्त र प्राथमिकतामा नेपाली काङ्ग्रेसको आर्थिक दृष्टिकोण, लोकतान्त्रिक समाज र लोक कल्याणकारी राज्यको प्रभाव स्पष्ट देखिन्छ। हामी केवल दस्तावेजमा लोकतन्त्रकारी लेखेर मात्र लोक कल्याण पुग्दैन। यदि युवाले रोजगारी पाएनन्, किसानले बजार पाएनन्, शिक्षकले सम्मान पाएनन्, नागरिकले सेवा पाएनन् भने ती नीति सफल भएको मानिँदैन। अझै अव्यवस्थित र सुकुम्बासीको व्यवस्थाको नाममा जनतालाई त्रास बनाएर मात्र सभ्य र आर्थिक समृद्धि हासिल गर्न सकिँदैन। सरकारले सार्वजनिक शिक्षाको गुणस्तर सुधार गर्न प्राथमिकतामा राखेकोमा म सरकारलाई नेपालको पोषण अवस्था, बाल शिक्षा र गुणस्तरीय शिक्षाको सवालमा केही गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। हामी बारम्बार भन्छौँ बालबालिका भोलिको कर्णधार हुन्, तर प्रश्न के हो भने के हामीले ती कर्णधारलाई आज कति सुरक्षित, शिक्षित र पोषित बनाएका छौँ? गुणस्तरको असमानता शिक्षामा अहिले अर्को गम्भीर समस्या छ। वर्षौसम्म अस्थायी रूपमा सेवा गरिरहेका राहत शिक्षकहरू आज पनि मनोवैज्ञानिक दबाव र असुरक्षित अवस्थामा छन्। उनीहरूले न्यून तलबमा अनिश्चित भविष्य बोकेर विद्यालय धानेका छन्। अस्पतालमा समेत बिरामीको चाप र चिकित्सक, नर्स र कर्मचारी त्यस्तै अन्यलमा छन्। उनीहरूको श्रम, योगदान र अनुभवको राज्यले न्याय र सम्मान गर्नुपर्छ। सरकार आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। अब बजेट विनियोजनको तयारीमा छ। त्यसैले स्वास्थ्य र शिक्षा क्षेत्रमा बजेट कटौती होइन, प्रभावकारी लगानी आवश्यक छ। पोषण शिक्षा, स्वास्थ्य ती तीनवटालाई नै एउटै विकास रणनीतिमा जोड्न सुझाव दिन चाहन्छु। सभामुख महोदय, माननीय अर्थमन्त्रीज्यूलाई स्मरण गराउन चाहन्छु, अहिले पनि अर्थतन्त्रका मुख्य चुनौती यथावत छन्। पुँजीगत खर्च कमजोर छ, निजी क्षेत्र निरुत्साहित र त्रासमा छ, अस्वाभाविक मूल्य वृद्धिले जनता निराशमा छन्, युवा पलायन तीव्र छ, कृषि आयात निर्भरता उच्च छ र सार्वजनिक सेवा जटिल र झन्झटिलो छ। नेपाली काङ्ग्रेसको स्पष्ट दृष्टिकोण छ, आगामी बजेटले यी 5 विषयलाई प्राथमिकता दिनुपर्छ। ती 5मा पहिलोमा रोजगारी गर्ने क्षेत्र, कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि र ऊर्जामा केन्द्रित लगानी गर्नुपर्छ। दोस्रोमा शिक्षा प्रणालीलाई श्रम, बजार र उत्पादनसँग जोड्ने ठोस कार्यक्रम ल्याउनुपर्छ। तेस्रोमा स्वास्थ्य बीमा र सामाजिक सुरक्षा प्रणालीले पूर्ण संरचना हुनुपर्छ। चौथो, सङ्घ, प्रदेश र स्थानीय तहबीच दोहोरोपन अन्त्य गर्दै कार्य सम्पादनमा आधारित वित्तीय संहिता। पाँचौँमा सुशासनलाई नारा होइन, परिणाममा आधारित प्रणाली बनाउने राजनीतिक प्रतिबद्धता। सभामुख महोदय, सिद्धान्त र प्राथमिकतामा सुशासन कायम र थिति बसाल्ने सङ्कल्प गरिएको छ। म सरकारलाई भन्न चाहन्छु, थिति भाषणले होइन, निर्णयले बस्छ। सुशासन नाराले होइन, व्यवहारले स्थापित हुन्छ र अर्थतन्त्र आश्वासनले होइन, उत्पादन र विश्वासले चल्छ। अन्त्यमा नेपाली काङ्ग्रेस स्पष्ट रूपमा विश्वास गर्दछ कि लोकतान्त्रिक मूल्य, निजी क्षेत्रको ऊर्जा, सामाजिक न्याय र उत्तरदायी राज्यको सन्तुलन मार्फत मात्रै समुन्नति नेपाल निर्माण सम्भव छ। त्यसैले आगामी नीति र कार्यक्रम र बजेटले आज प्रस्तुत सिद्धान्त तथा प्राथमिकतालाई यथार्थमा रूपान्तर गर्न साहस, स्पष्टता र कार्यान्वयन क्षमता दियोस् भन्ने अपेक्षा गर्दछु। धन्यवाद। जय नेपाल। माननीय सदस्य पुष्पराज कँडेल, समय 12 मिनट। त्यसपछि माननीय सदस्य हर्कराज राई। माननीय सभामुखज्यू, माननीय सदस्यहरू,
माननीय अर्थमन्त्रीज्यूले 2083 वैशाख 31 गते यस सम्मानित सदनमा पेश गर्नुभएको विनियोजन विधेयक 2083 का सिद्धान्त र प्राथमिकताका सन्दर्भमा आफूलाई लागेका सुझाव र टिप्पणी प्रस्तुत गर्न म यहाँ उभिएको छु। माननीय मन्त्रीज्यूले आफ्नो प्रस्तावमा सुशासनको लाभांश, अर्थतन्त्रको पुनर्संरचना, सन्निकटताको लागि एकीकृत पूर्वाधार, सर्वव्यापी सामाजिक उन्नयन तथा मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरण गर्ने 5वटा सामाजिक मार्गदर्शक सिद्धान्त र 5वटा शीर्षकमा करिब 2 दर्जन जति प्राथमिकता राख्नुभएको छ। म यिनै उहाँले राख्नुभएका प्रस्तावहरूका सन्दर्भमा खास गरी केही टिप्पणी र सुझावात्मक हिसाबले आफ्ना विषयहरू राख्न चाहन्छु। पहिलो, बुँदागत रूपमा छ मेरो 1, 2, 3, 4। यस प्रस्तावमा भावी दिनमा देशको अर्थतन्त्र कता जाने, कुन मोडलमा जाने, कसरी जाने भन्ने कुरो प्रष्ट रूपमा लेखिएको छैन। कहीँ कहीँ क्षेत्र रूपमा सामाजिक अर्थतन्त्र, कृषिका मोडलहरू बनाउने त्यस्तै केही कुराहरू राखियो भने त्यो राखिएको देखिँदैन। पेट बोलीमा केही कुराहरू थाहा हुन्छ। त्यस कारणले अहिले पनि फेरि मेरो जिकिर के छ भने यसले संविधानको मार्गदर्शक सिद्धान्त, नीति, दायित्व, प्रस्तावनाका कुराहरू र अरू विभिन्न दफाहरूका सन्दर्भमा कुरा उल्लेख गर्नुपर्ने हुन्छ। संविधानले लोकतन्त्रमा आधारित समाजवाद भनेको छ, राष्ट्रिय स्वतन्त्र पार्टीले संवैधानिक समाजवाद भनेको छ। समाजवादको त यसमा शब्द पनि छैन। त्यसकारणले म यो चिज राख्न चाहन्छु। संविधानका 3 खम्बे अर्थनीतिका जुन विषयहरू छन् त्यसमा पनि त्यति धेरै चर्चा कतै त छ, तर त्यही धेरै चर्चा भएको मैले पाउँदिनँ। हामी यही संविधान अन्तर्गत यहाँ उपस्थित भएका हौँ, सरकार पनि यही हिसाबले बनेको हो। त्यसकारणले त्यसलाई अन्यथा हिसाबले लिन मिल्दैन भन्ने मेरो जिकिर छ। दोस्रो, अहिले हामी 15औं र 16औं योजना अवधिमा छौँ। 15औं योजना 25 वर्षको भएको हुनाले त्यसको अन्तर्गत छौँ। 16औं योजना अहिले चलि नै रहेको छ। त्यसैले आगामी बजेटले 3को मार्गदर्शन सिद्धान्तलाई अपनाउनु पर्ने हुन्छ। बजेटका सिद्धान्त र प्राथमिकतामा न त 15औं योजनाले दिएको मार्गचित्र, समृद्ध नेपाल, सुखी नेपाली निर्माण र त्यसका 10वटा राष्ट्रिय गन्तव्यहरूको बारेमा उल्लेख छ, न त 16औं योजनाले भनेको 13वटा रूपान्तरणकारी क्षेत्रमा यो केन्द्रित छ। सरकारै पछि देशको मूल नीति परिवर्तन हुने पुरानो रोग आगामी बजेटमा पनि देखिने सङ्केत यो सिद्धान्त तथा प्राथमिकताले देखाएको छ। तेस्रो, अर्थमन्त्रीज्यू स्वयंले सार्वजनिक गर्नुभएको देशको आर्थिक स्थिति पत्रमा देखाइएका समस्याहरूको बारेमा आउँदो बजेटले सम्बोधन गर्नुपर्दछ। उहाँ स्वयंले देखाउनु भएको करिब 50वटा गर्नुपर्ने भनेर किटान गरिएका कामहरूमध्ये आधा जतिका समाधान आगामी बजेटमा नआउने हो कि भन्ने यस विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अध्ययन गर्दा प्रश्नको रूपमा देखा पर्छ, किनभने तिनीहरूलाई यसमा एड्रेस गरिएको छैन। चौथो, नीति तथा कार्यक्रमले बोलेको देशको 7% आर्थिक वृद्धि र प्रति व्यक्ति आम्दानी 5 वर्षमा $3000 पुर्याउने तर्फ यो प्रस्ताव केन्द्रित छैन। त्यसको लागि वातावरण बनाउने होइन, हर क्षेत्रमा द्वन्द्व निम्त्याउने दिशामा सरकार जुन हिसाबले अग्रसर छ त्यसमा नियन्त्रण हुने कुरामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले बोलेको छैन। राज्यका विभिन्न अङ्गहरूका बीचमा, सरकारका विभिन्न तहहरूका बीचमा, राजनैतिक दलहरूका बीचमा, सरकार र निजी क्षेत्रको बीचमा, छिमेकी र मित्र देशहरूका बीचमा समन्वय र सहकार्यको कुरा यसमा देखिँदैन। हर क्षेत्रमा द्वन्द्व सिर्जना गरेर कसरी स्थिरता प्राप्त हुन्छ र लक्ष्य हासिल हुन्छ। साथै वर्तमान अवस्थामा निजी क्षेत्रको व्यावसायिक वातावरण सुधार्नेतर्फ यो प्रस्ताव केन्द्रित हुनुपर्थ्यो, तर त्यस्तो देखिएन। अहिले देशको व्यावसायिक वातावरण दबिलिएको छ, उद्योगी व्यवसायीहरू आतंकित छन्, शेयर बजार अल्मलिएको छ, बैंक तथा वित्तीय संस्थाहरूमा तरलता थुप्रिएको छ, बजारमा मूल्यवृद्धि अचाक्लै छन् र उपभोक्ताहरू समस्यामा छन्। दस्तावेजमा मुलुकको अर्थतन्त्र मन्दीमा छ भन्ने पनि महसुस गरिएको छैन। पाँचौं, सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने कुरा बजेटमा छ। यो जेनजी सहित समग्र देशको माग हो। तर विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता
प्राथमिकता दस्तावेजमा विधिको विवेक सम्मत शासन भनिएको छ। विधिको विवेक सम्मत शासन भनेको के हो? विवेक सम्मत शासनले तजविजी अधिकारको कुरा गर्दैन र? विवेक सम्मत शासन विधि सम्मत हुन्छ र? मैले बुझेको सुशासन भनेको कानुनको शासन, पारदर्शिता, जवाबदेहिता, समन्वय र सम्भव भएसम्म सहकार्य हो। तर सरकार यी सबैको उल्टो दिशातर्फ गइरहेको छ। सरकार केही निकायहरूलाई फकाउने, न्यायालय, चौथो अङ्ग, कर्मचारी तन्त्र र राजनैतिक दलहरूलाई थर्काउने र सम्पूर्ण सत्ता आफ्नो हातमा लिने बाटोमा देखिन्छ। के सुशासन यसै गरी आउने हो? सरकारले कस्तो खालको सुशासन चाहेको यसमा आगामी बजेटले बोल्नु पर्दछ। छैटौँ, हुन त विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा पर्दैन, तर पनि स्रोत परिचालनको विषय साङ्केतिक रूपमा भए पनि यसमा आउनु पर्थ्यो। सरकार सञ्चालन र विकास निर्माणका काम अगाडि बढाउन साधन स्रोतको आवश्यकता पर्दछ नै। राजस्व प्रणाली कुन दिशामा जान्छ र प्रणालीमा सुधार कसरी गरिन्छ, खर्च कटौती कसरी हुन्छ, ऋण व्यवस्थापन कसरी हुन्छ आदि विषयमा यो सिद्धान्त र प्राथमिकता हुन्छ। पटक पटक भन्ने गरिएको सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन लागू गर्ने र अनावश्यक संस्थाहरू खारिज गर्ने कुरा पनि यसमा छैन। अहिले कुशल विनियोजनको साथै आयोजना कार्यान्वयनका जटिलताहरू सल्टाई पुँजीगत खर्च बढाउनु पर्ने अवस्था रहेको कुरा स्वयं माननीय अर्थमन्त्रीले स्वीकार गर्नुभएको छ। प्रस्तावमा राखिएको पूर्वाधार निर्माणलाई जोड दिने र अधुरा आयोजनाहरूलाई समयमा समाप्त गर्ने कुरा सकारात्मक नै छ, तर यसको लागि अथाह स्रोतको आवश्यकता पर्छ, जुन कुराको योजना दस्तावेजमा छैन। सातौँ, गत भाद्र 23 र 24 को घटनाले ध्वस्त पारेको सार्वजनिक निकायहरूको पुनर्निर्माण र समग्र आर्थिक मनोविज्ञानमा पारेको असरको न्यूनीकरण गर्ने र राज्यले अभिभावकत्व प्रदान गर्ने कुरा यसमा प्राथमिकताका साथ राखिनु पर्थ्यो। राष्ट्रिय स्वतन्त्र पार्टीको 100 दिने प्रतिबद्धता पत्रमा 7 दिनभित्रमा बनाउने भनेको 24 गतेको घटनाको छानबिन आयोग अहिलेसम्म बनेको छैन। 24 गतेका घटनामा क्षतिग्रस्त भएका निजी प्रतिष्ठानहरू, व्यक्तिका सम्पत्ति, राजनैतिक पार्टी र नेताहरूका व्यक्तिगत सम्पत्ति आदिको के कति नोक्सान भयो छानबिन गर्ने र उचित क्षतिपूर्ति दिने सम्बन्धमा न नीति तथा कार्यक्रमले बोल्यो न त यस दस्तावेजमा नै छ। आठौँ, यस प्रस्तावमा रोजगारी सृजना गर्ने भनिएको छ, तर कसरी गर्ने भन्ने नीति प्रश्न छैन। प्रत्येक वर्ष श्रम बजारमा आउने करिब 5 लाख जनशक्तिलाई रोजगारी दिने कुरा नै अहिलेको नेपालको चुनौती हो। कृषि विकास र त्यसको अग्रपृष्ठ उत्पादनशील उद्योगको विकासले मात्र स्थायी रोजगारी सृजना गर्न सक्छ। सेवा उद्योगले मात्र माग अनुसारको रोजगारी दिन सक्दैन। आयात नियन्त्रण र निर्यात प्रवर्धन, आत्मनिर्भर अर्थतन्त्र निर्माण आदिको लागि पनि उत्पादनमूलक उद्योगहरू आवश्यक हुन्छन्। बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्तावमा उत्पादनमूलक उद्योगको विकासको सन्दर्भमा पर्याप्त ध्यान गएको देखिँदैन। भावी डिजिटलाइजेसनले सिर्जना गर्ने बेरोजगारी अर्को समस्या हुन सक्दछ, जसले रोजगारी सिर्जनामा असर गर्दछ। 9, देशको वित्तीय क्षेत्र अहिले समस्याले ग्रस्त छ। अधिक तरलताको उत्पादनशील उपयोग बढाएर आर्थिक वृद्धि बढाउने कुरा, बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा अनुपात नियन्त्रण गर्ने कुरा, वित्तीय साधन साक्षरता अभिवृद्धि गर्ने कुरा, उद्यमशीलताको विकास गर्ने कुरा, कर्जामा प्रहुत वृद्धि गर्ने कुरा, मिटर ब्याजी नियन्त्रण गर्ने कुरा, साना ऋणदाताहरूलाई प्रोत्साहन गर्नुपर्ने आदि विषयहरू छन् अहिलेका जल्दबल्द वित्तीय क्षेत्रका समस्याहरू। तर वित्तीय संस्थाहरू अहिले आतंकित छन् र निर्धक्कताका साथ लगानी गर्न डराइरहेका छन्। साथै विप्रेषणबाट उपलब्ध वित्तीय साधनको उत्पादनशील प्रयोग गर्नुपर्नेछ। यसमा रासपाको घोषणापत्रले पनि वाचापत्रले पनि भनेको देखिन्छ, तर यहाँ त्यसमा उल्लेख गरेको देखिएन। 10औं, सरकारको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको प्रस्तावमा डिजिटलाइजेसन गर्ने कुरा राखिएको छ, जुन देशको प्राथमिकता पनि हो। विगतमा पनि यसतर्फ देश जान खोजे तापनि सफल हुन सकेन। वर्तमान सरकारको यसतर्फको मोड सकारात्मक छ। पूर्ण डिजिटलाइजेसनको लागि गाउँ गाउँमा पुर्याउनु पर्ने आवश्यक जनशक्ति कसरी पुर्याउँछौँ चुनौतीपूर्ण छ। त्यसै गरी त्यसले ल्याउने डिजिटल डिभाइड, राज्यका सुरक्षा संयन्त्र र सामाजिक अमन चयनमा पार्ने असर आदिको बारेमा प्रस्तावमा चर्चा गरिएको छैन। यसले भावी दिनमा रोजगारीमा पार्ने असरहरूको बारेमा पनि सचेत हुनुपर्ने उत्तिकै आवश्यकता छ। 11औं,
मुलुक विकासशील राष्ट्रमा रूपान्तरणको तयारी र दिगो विकास लक्ष्य पुरा गर्ने कुरा यस प्रस्तावमा फेरि पनि परेको छैन। विकासशील देशमा रूपान्तरण भइसकेपछि यसलाई दिगो बनाउन, त्यसबाट अर्थतन्त्रमा पर्ने असरको अनुमान गरी त्यसको लागि तयारी गर्नु आवश्यक छ। दिगो विकास लक्ष्य प्राप्तिको लागि स्रोत साधन जुटाउने र त्यसलाई 3 तहका आगामी कार्यक्रमहरूमा आन्तरिकीकरण गर्ने कुरा, देशलाई सम्पत्ति शुद्धिकरण सम्बन्धमा ग्रेट लिस्टबाट निकाल्नुपर्ने अर्को चुनौती छ। यसको सन्दर्भमा पनि चर्चा भएको पाइएन। 12 सिद्धान्त र प्राथमिकता सम्बन्धी यस प्रस्तावमा माननीय अर्थमन्त्रीज्यूले रूपान्तरणकारी आयोजनाको बारेमा चर्चा गर्नुभएको छ, तर ती कुन हुन् भन्ने प्रश्न छैन। राष्ट्रिय गौरवका आयोजनाहरूलाई भन्न खोजिएको हो कि 15औं योजनामा रूपान्तरणकारी योजनाका रूपमा राखिएका र हाल कार्यान्वयनमा रहेका आयोजनाहरूलाई भन्न खोज्नु भएको हो कि सबै आयोजनाहरूको पुनर्वर्गीकरण गर्ने भन्न खोज्नु भएको हो वा नयाँ आयोजनाहरूका सन्दर्भमा भन्न खोज्नु हो? यो अलिकता प्रस्ताव भएको भए हामीलाई राम्रो हुन्थ्यो भन्ने मलाई लाग्छ। सामान्य सभामुखजी, मेरो सिधै नै लाग्यो, 2टा पोइन्ट मात्रै बाँकी छ। 13औं सामाजिक सुरक्षा कार्यक्रमलाई समन्वय, लक्षित संरक्षण, राज्यको आर्थिक क्षमता र सामाजिक गतिशीलताको आधारमा पुनर्संरचना गर्ने भन्नुभएको छ, तर योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको बारेमा चर्चा गर्नुभएको छैन। सामाजिक सुरक्षा संवेदनशील, गरिबी निवारणमा असर पर्ने, तल्ला तहका समुदायसँग जोडिएको कार्यक्रम भएकोले यो साह्रै सेन्सिटिभ विषय छ। यसमा सुकुम्बासी, भूमिहीन, अव्यवस्थित बसोबासी आदि समुदाय पनि यसमा पर्छ। यसलाई